सो वेलकम ब्याक टु माई भिडियो स्माइल ब्लग फ्रम काठमाडौँ नेपाल होइन म चाहिँ धेरै पछि ब्लग गरेँ होइन अनि अलि गर्ने मन लागेन अब खै के हो भएन है त्यो एउटा म आजबाट चाहिँ ब्लग बनाउनु जाने सोचेँ खै बाह्रमा मेरो के अरे यही हुन्छ के भयो होइन अनि हिजोको के भन्नु बिहान होइन अनि भाइको बिदा थियो अनि म कलेज होला भनेर ड्रेस लगाएँ होइन बाटोमा आउनु बेला त एउटा पनि कोही नि कलेजको स्टुडेन्ट ड्रेसमा नदेखिराखेको होइन अब स्कुलको त हुनु नि त यता बिदा हो स्कुलको कलेजको नभएर बाटोमा यस्तो डाउट लागिरहेको थियो नि ट्याक्क कलेजको गेटभन्दा अलिकति अगाडि हेर्नु नि आएर हेरेको त कलेज ढोका त लागेछ अनि बिदा भनेर अनि म नि फिल त आयो कि बिहान अनि त्यो गयो नि हिजो अनि आज फेरि आज कस्तो हात दुख्ने यहाँ अनि आज के भयो भने दाइ 4 बजीतिर मर्निङमा गयो होइन अनि त्यसपछि मेरोमा अलार्म भयो होइन अनि 5 बजी होला भने मैले अफ गरेँ फेरि सुतेँ फेरि 4:30 बजेर चाहिँ 5:30 बज्यो अनि फेरि एकैछिन भने सुत्छु अनि फेरि अफ गरेँ होइन अनि 4:50 भारी छ 4:50 भारी छ होइन मैले चाहिँ 5:50 भयो भनेर देखिराखेँ मैले चाहिँ होइन अनि तेह्रमा हत्त नपत्त उठेर ड्रेस लाएर सब रेडी भइसक्यो थिएँ लास्टमा मम्मीकोमा फेरि अलार्म भयो मम्मीकोमा मेरोमा अलार्म बज्यो फेरि होइन लास्टमा मम्मीले हेर्नुहुन्छ 5:16 भएको छ मैले चाहिँ 6 बजेर अलार्म बज्यो होला म पनि भनेँ मम्मीले हेर्नु भयो लास्टमा त 5:16 भारी छ यस्तो साइको खाइला नि म बिहान कसम दिमाग साइको भएर भने अनि अरू चाहिँ कलेज गइरहेको छु होप आज चाहिँ बिदा नहोस् होइन शुक्रबार म गएको थिइनँ होइन कलेज अनि त्यही भएर बिदा भनेर म बिदा थिएन बट म नगएको है एउटा अब सन्डे जस्तो घटिहाल्यो है भगवान् छ नि त अनि त्यही भएर ढोकै फेरि सुनसान हुन्छ यहाँ अरू बेला त्यहाँ जस्तो भने कलेजको स्टुडेन्टहरू हिँडेर होइन नि त स्कुलहरू सब बिदा छ क्या अनि प्लस बाह्रको नि बिदा छ अनि अब बाँकी भयो 11को मात्र होइन अब 11को मात्र स्कुलमा त अब 11को र अनि ब्याचलरको तिनीहरूको मात्र खासै स्टुडेन्ट त देखिँदैन नि त अनि त्यही भएर बाटो सुनसान छ होइन अब हेरौँ गल्लीमा के हुन्छ होइन सायद मैले पछाडि कलेजको अकाउन्टेन्ट म्याम मैले देखेँ होइन सायद है अहिले पनि केही छैन मलाई म त आफ्नो जब गर्ला आफ्नो काम गर्ला होइन है कस्तो यो मसो दुख्छ कस्तो हुन्छ नि यो मसो दुख्दैन लगातार यसो सुहाउनुपर्छ नि त यस्तो गर्नुपर्छ अनि त्यही भएर कस्तो मसो दुखिरहेको छ भन्दा नि यति हुन्छ नि यति दुख्छ क्या उठाउनु नि हुन्न उठायो भने यहाँ मसलको यो छ नि जोइन त्यहाँबाट हुँदै यहाँ दुख्न आउँछ एकजना भेटेँ यहाँ देखेँ एकजना उता होला नि यतातिर आउँदै थियो दुईजना देखेँ एउटा सन्दुरा कलेजको होइन कस्तो पिल्की फिरहेको छ सुनसान छ क्या यहाँ यस्तो भएपछि मलाई डर लाग्दैन भनेर आफूलाई कलेज हो कि नै भनेर नभन्दा अब हेर्दा त 11 नतुन लाग्यो
बाह्रलाई भर्खरै आइसिधे जस्तो लाग्थ्यो यार हेरेर कति साह्रै टाइम गयो थाहा छैन आइसिधेको 1 वर्ष भइसक्यो बाध्य हेर के हो यो यस्तो होइन अनि के भन्दाखेरि बेसी अस्ति रोमिङहरू आएको थिएन हामीले आएको थिएन अस्ति हाल्नु चिनेको अस्ति म थिएँ अनि एउटा नामै बिर्सिन्छ त्यो सोल्टीको एउटा उठ्यो अनि अन्य थियौँ होइन अनि अब हेरौँ आज रोमिक आई विल कम टुडे भनेको छ होइन हेर्सी के हुन्छ है अनि अब कलेज नि आइसक्यो होइन अब देख्न सक्नुहुन्छ त्यो छानो छ नि छानो त्यही हो होइन अनि अब हेरौँ आजको दिन कस्तो जान्छ अब त्यही त अब घरमा गएपछि खाने बस्ने सुत्ने अब पढ्ने त्यही त हो काम है ल कलेज आइयो अब कलेज पछि भेट्नुलाई अब कलेजमा के भयो अब म कलेजबाट आइसु भन्छु कलेज सुनसान छेउमा कोही छैन 2-3जना बाइक यहाँ एकजना छ त्यहाँ एकजना छ त्यति साह्रो सेक्सन एको अरू कोही छैन भाइ आज मेरो साइको हुने दिन रहेछ किन थाहा छ मैले द फाउन्डर अफ न्यू क्लासिकल डेफिनेसन इज आल्फ्रेड मार्सेलले होइन अनि एकोर्डिङ टु द मार्सेलको साट्टा मैले त्यहीबाट त्यसकै ल्याङ्ग्वेज हुन्छ नि त्यही लेखिदिएर आज मलाई के भयो साइको हुने बेलामा त होइन आज रिसमा त उठेर चाहिँ कन्ट्रोल हुँदैछ भन्छ नि त्यस्तै अब यहाँ रोमी दोस्त हामीलाई छ धेरै पढ्नु नि हुन्न पढ्यो भने दशा लाग्छ दशा हुन्छ नि स्टुडेन्टको लागि भने मेन भने यो पढ्ने स्टडी इज द मेन दशा हुन्छ नि मान्छे मरोस् या नमरोस् होइन कालले मरोस् या नमरोस् स्टुडेन्ट यो पढाइदिनु मर्छ त्यो चाहिँ फिक्स हो अहिले चाहिँ हाम्रो म्याथ चलिरहेको छ हेर है बिहानदेखि म लेखेको छु हेर दिमाग सकिसक्यो त्यही माथि यहाँ सरले 6सम्म ल्याउँदैछन् बिहान मैले इकोनोमिक्स लेखेँ ए अनि भ्लगिङ अनि हाम्रो सुमितोष यहाँ आम्बो देखाउँदिन कि देखाउँदिन ऊ यहाँ छ हाम्रो सुमितोष यहाँ छ है देखाउँदिन कि तिम्रो देखिँदैन हात छोड्दा छु इमोजी हाल्नु तिमीमा त सुमित हुन्छ अरू हुन्छ नि होइन तिम्रो फुल नै बनाएको छैन नि त होस् मैले चिन्ता नगर न होइन कलेजमा 2टा सुमित छन् म र एउटा टिममा छ अनि स्कुलमा पुरै 3टा सुमित चल्दैछ विश्वमा पढ्ने हुन्छ नि त्यो एउटा टेन्सन नगर नि तिमी अनि अर्को के अरे म इकोनोमिक्समा लेखेँ इङ्ग्लिसमा लेखेँ अकाउन्टमा लेखेँ यहाँ पनि लेखेँ किन चल्दैन कस्तो मलाई कुन पाल्टा छ रिस उठ्छ भने तर यार म त फोटो मलाई नै एडिट गरिदिन्छु ल्यापटपले एडिट गरिदिन्छु तर सफ्टवेयर चाहिँ एउटा मात्र युज गर्छु नि बधाई छ तिमीलाई कङ्ग्रेचुलेसन एउटा सफ्टवेयर मात्र युज गर्छु लाइट फेभरेट लाग्छ मलाई अरू प्रिमियम हुन्छ किन पैसा दिए मोबाइलले तिर्दैन मलाई मसँग सेकेन्ड चाहिँ त्यो आइडी छ क्लिक गरे तर मलाई ल्यापटपको पैसा तिरेको छैन र युज गर्न लाइट यस्तो यस्तो फोटो मेरो फेभरेट हो किनकि कस्तो कालो फोटोलाई नि कस्तो राम्रो बनाइदिएको बुढो कर्म व्यस्त छ म यहाँ कसम हेरेर गइसकेँ अब घरमा जाने खाना खाने फेरि बाँकी यो फोटो तिम्रो फेभरेट जस्तो भइसक्यो फाइनली क्लास सकिएको छ हेर मेरो दिमाग माठा सड्किसक्यो यति लेख्नु पऱ्यो त्यही माथि यहाँ हात दुखेको छ होइन
हेरौँ अब आजको दिन के हुन्छ खै आइरहनु है। अब रोमन भाइको अब जबको लागि हिँड्नु भन्ने छ। अब लेट्स के हुन्छ होइन। घर गएपछि कल गर्छु भनेको छ होइन। म्यासेज आयो दाइको म्यासेज आयो। अन्य चाहिँ सोध्ने होइन त्यहाँ चाहिँ फेरि कट्टा खान्छ कट्टा होइन। अब चाहिँ घर जाने भात प्याक छान्ने अनि जाने भए जाने न त खुचुक्के भयो भने सुत्ने त्यही हो काम। अब भात नि खानु पऱ्यो है। भोक लाग्यो अब घर नि आइपुग्यो कपडा नि चेन्ज गरियो होइन। अरू तरकारी चाहिँ के छ होला आलु भात खानु त्यही छैन भोक लागेपछि खानु पऱ्यो होइन। भोक लागेपछि खानु पऱ्यो के गर्नु। अब नेपाली एउटा भात खाएन नहुने क्या जे खाने भात खानु पनि अब के गर्नु हामी नेपाली नै हो होइन। बिहानदेखि केही त खाइएको छैन त्यही नि के गर्नु अब कलेज नि अब त्यस्तै भएर देखिहाल्नु अब। अनि अघि चाहिँ मैले के अरे भिडियोमा राखेँ त्यो बोर्डमा लेख्नु भयो त्यो चाहिँ लेख्नुभएको त्यो चाहिँ के अरे इङ्ग्लिस सरको हो होइन है। इङ्ग्लिस सरले लेख्नु भइरहेको थियो अनि त्यही हो भात खान्छु होइन। अनि अब रोमिक भाइले कल गर्छु भन्दै थियो। अब हेरौँ के गर्छ। अब कल गर्छु न त म फेरि बाहिर म फेरि कलिङ्गिन जानु छ त्यही भएर अनि त्यो गयो भने त्योसँगै अनि त्यहाँ गएर अनि टक्क कलिङ्गी जानु पर्यो भनेको के गर्छ हेर्नु। ओहो चना नि दिन्छु दालमा चना नि दिन्छु होइन। भात खाने अनि अनि फेरि नि धोइसक्यो खुट्टा नि धोइसक्यो होइन। अब आउने बित्तिकै खायो भन्नु होइन। म खुट्टा सब धोइसक्यो फ्रेस भयो। भोक लाग्यो नि त आउँथ्यो खानु। अब म चाहिँ उठिसकेँ होइन। उठेर अब बस्न जानु लाग्यो होइन। खानु पऱ्यो अब भोक लाग्यो होइन। अब मम्मीले कतिपल्ट गाली गर्नु होइन। अब घरमा बसेको मान्छे घरमा बसेर खानु छैन बनाउनु छैन यस्तो मलाई ल्याउनु भन्नु छैन होइन। पछाडि आएछ दौडेर जे भयो नि होइन। खुल्ला आएको छ अब यहाँ मैले त के दिउँ कपडा खान्छस् ल खा कति खान्छस् त्यही ऊ त्यहाँ छ काटेको कपडा राख्छ नि त्यहीँ जहाँ छ त्यहाँ छ त्यहाँ गएर खा त कति खाने त्यही छ जा भन्नु बेलाउनु हेर्नु होइन। अब हेरौँ के हुन्छ होइन। अब सायद मम्मी खानु भएको छैन होला है। आयो म जान्छु पसलमा अनि आज रोमीसँग जान्छु भने रोमी फोनै गरेन त्यो छुट्यो भोलि म त्यहाँ जानेछु त्यसलाई होइन। भोलि म त्यहाँ जाने बित्तिकै एक्ला खान्छु त्यहाँ म होइन है। फोन गरेन अब त्यो सुत्नु बस्नु त्यससँग अब जागिर छोडियो बेरोजगारी भइयो होइन। त्यो यो पहिला अब जागिर भने मेरो सधैँ त्यही जागिर घर हुन्थ्यो। अब यहाँ घर बसेर चाहिँ घर बसेर हुने त होइन के छ अब कामै छैन। अब यसो अरू त्यो गरेँ नि होइन। अरू त्यो गरेँ नि अरू काम हुन्छ नि नभए डुबिराख्ने काम भयो नि। अब यसो हो भन्दा होइन डुबिरहनु पाइन्छ अनि सधैँ नयाँ कन्टेन्ट आउँछ भन्ने त्यो अब रेस्टुरेन्टमा काम गरेर होइन। रेस्टुरेन्टमा काम गरेर त्यही रेस्टुरेन्ट घर हुने होइन। अनि यो रेस्टुरेन्टमा आउनुहुन्छ भने चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला होइन। घर सिकेन त्यही हो। अब जान्छु अनि त्यहाँबाट अलिकति सिक्नु छ होइन। त्यो खुट्टा सिक्छु अनि त्यसपछि तब कम्प्युटरको प्रोजेक्टहरू हान्छु अनि त्यसपछि आई थिङ्क छ होला 2 दिन भएको होमवर्कहरू त्यो नि गर्नु पऱ्यो। न त सुड्डीले कट्टा हान्छ कट्टा होइन। के गर्नु गाह्रो छ हामीलाई। तर यस्तो कलेज स्कुलभन्दा चाहिँ अलिक सजिलै हुन्छ होइन। एक्सपिरियन्स टक भन्छ नि त्यही हो। तर मेरो पेलाउनु चाहिँ बगर पेलाउँदाखेरि चाहिँ है हरामीहरू बगर पेलाउँदैन
होइन तर मेरो कलेज चाहिँ त्यस्तो छैन है जे जस्तो भए पनि अलि सजिलो छ अलि लुज छ होइन त्यही भएर आयो होइन अनि त्यो अलि लुज छ होइन अनि त्यही अब पछाडि भेट्नुलाई अब म पछाडि आइपुगिसकेँ होइन अब मम्मीको अहिले के हुन्छ है मैले भने अनुसारै हुन्छ कि अब अर्को हुन्छ रेसी है हेलो वाट्सअप खाजा खानुभयो खानुभयो त डाइरेक्ट चना लग्यो भने के खायो होला कि म त सुत्यो नलिबेल खाँदैछु नलिबेल ब्याग छान्दै थियो भएन मम्मीले डाइलग अर्को दिन्छन् भनेको त त्यो डाइरेक्टै दिनु भएन उहाँ भ्लगमा मस्त यो डाइरेक्ट दिनु भनेर आएको दिनु पनि भएन है मैले के हजुर बेपारमा सेपा त्यो कपडा छ कपडा खा कतिवटा खाँदैछ खा भन्नुहुन्छ नि त्यही भनेको भन्दै नि भएन यार आज चाहिँ भन्न चाहिँ भन्नुहुन्छ है आज चाहिँ नभन्दा भन्नुहुन्छ किन भन्नु त बेलामा अनि कहिले बेलामा पनि भन्नुहुन्छ त्यही हो है अनि आन्टी जानुभयो तपाईँको आन्टी म मोटाइ चिया खाजा चाहिँ यहाँ चाउमिन हुन लागेको छ है कुन चाउमिन यसो कमेन्ट हाल्नु होला है म देखाइदिन्छु है भोक लागेको छ भने चाहिँ यसो साइडमा के राखेर खानु होला हेर्नु होला खाँदै ल म चाहिँ खानलाई है कमेन्ट गर्नु म आएपछि भन्छु है मासु ठिकै छ नट ब्याड बढिया चना है चना है ए लेट्सी अब चनामा नभएर 1 मास काट्यो है मलाई हानिदिन्छ नि फेरि not so bad, not so good. Out of 10, 1 mark त काट्यो राधाले चना सबै हालिदिन्छ अब 9 मा चाहिँ I will give wait out of 9 म चाहिँ कति दिन्छु भने 5 दिन्छु मिठो पनि छैन नमिठो पनि छैन एभरेज है एभरेज त हजुरलाई हो सिरियलमै व्यस्त छ टिकटकमा थियो नि छोरी मान्छेको खुट्टा तान्यो छोरी मान्छे नै हुन्छ हुँदैन भने छोरी मान्छेको खुट्टा तान्ने सिरियल हुन्छ है सिरियल हुन्छ अब देखिहाल्नु भयो है मैले खाजा खाइसकेँ दाइलाई यहाँ चनालाई ल्याइहाल्छु है त्यसको अनि अब त्यही खान्छ अनि लामो ल्याउने बिर्स के अरे एक्सर्साइज कुकर होइन त्यही एक्सर्साइज कुकर घरमा छ अब 1-2टा अब म्यानेज गरेर अनि बनाउँछु प्रोजेक्टको है के को प्रोजेक्ट भन्नु सादा बनाउनु लेख्ने दिने है मलाई फोटो खिचेर ल्याएको छु अनि अब त्यो फोटो केही गर्छु होइन हेरी अनि अलिकति त्यसो म अस्ति शुक्रबार बिहामा गइनँ अनि त्यही भएर अनि सिएस सरले कम्प्युटर सरले प्रोजेक्टर दिनुभएछ अनि आज सरले अनि क्लासमा पस्न दिनु भएन म त छिरेँ एब्सेन्ट भनेर अनि कति केटाहरू छिरेनन् अनि त्यही भएर है
चाहिँ गरेर भन्नुहुन्छ म भोलि गर्छु अनि आज रिल्याक्स भएर बस्छु होइन घरमा खोजेँ है एक्सर्साइज पेपर पानी मेरो आज दिन के भयो बिहान 4 बजे आएको थिएँ मैले 5 भनेर सोचेँ है त्यहाँ अकाउन्ट इकोनोमिक्स पिरियडमा नि मैले के लेख्नु पनि थियो के लेखेर मरेँ अनि के अरे अनि एक्सर्साइज पेपर घरमै छ होला भनेर नलेखिन आएँ एक्सर्साइज पेपर घरमै छैन के भयो कि मलाई के भयो दिमागै काम गर्न छोडिसक्यो के भयो मलाई फेरि म अब पैसा जाति छु अनि एक्सर्साइज पेपर ल्याउनु पऱ्यो है धेरै ल्याउँदिनँ एक फन्डको लागि भयो 2 त्यसको टोटल 10वटा ल्याउँछु अब 10 पुग्छ अनि फेरि बाइक भएको चाहिँ 13 सम्हालेर राख्छु म है पछि युज गर्नु हुन्छ नि त है अझै एक्सर्साइज पेपर लिएर हिँड्छ कि होइन 5 को 2टा रहेछ 10 रुपियाँ 25 रुपियाँ ठिकै छ बोर्ड आफूलाई आउने रहेछ है हेरेको छु अब गएर ल्यापटपमा व्हाट्सएप खोल्छु अनि म अब दाइरा अथवा मम्मीलाई पठाउँछु त्यहाँबाट अनि हेर्दै देख्छु अनि त्यतिबेलासम्म मोबाइल चार्जमा राख्छु होइन ल्यापटप भएपछि अब 2टा उयो भयो नि त अनि बिर्सिनु पनि भयो त्यो गर्नु पनि भयो नि त होइन अब गएर फटाफट लेख्नुपर्छ हुन्छ नि त्यो फान बुलेट पनि बिर्सिनु अनि त्यसपछि अर्को मगन गर्नु छ मेरो आजको दिन यस्तै गयो अनि फेरि गएर पूजा साँझमा पनि माग्नु छ चार्ज भइसक्यो होइन म चाहिँ के बाचा गरेको छु भने बेलुका सधैँ साँझ बस्ती बाँच्छु अनि बिहान चाहिँ म यति घरमा भयो भने बिहानको बत्ती नै बाँड्छु भन्ने बाचा गरेको थिएन त्यही भएर साँझ बत्ती बाँड्नु पऱ्यो है पछि आउनु थाल्छु होइन उठै अब साँझ बत्ती बाल्ने बेला भइसक्यो होइन अब यो बिहान बाल्नु भएको चाहिँ मैले फाल्ने अब लेट्स डु है यो खोलौँ पहिला सुरु यहाँबाट बत्ती 2टा निकालौँ यसलाई साइडमा राखौँ अनि यहाँबाट नि 2टा निकालौँ यसलाई साइडमा राखौँ अनि त्यो well put the well and close the cap of the bottle है अनि त्यसपछि भयो अब यो डुपोलोलाई यस्तै यहाँ गाड्ने यस्तै यहाँ गाड्ने अनि यहाँ त्यो गर्ने है and what is a lighter? I need a lighter, bro. I need a lighter. Everything lighter has been finished, so I need to use the candle. Yeah. फेरि क्यान्डल पनि अब क्यान्डल पनि सलाई हुँदा अनि अब लाइटर खोज्छस् भन्नु होला होइन अब सलाई लाइटर नि अब क्यान्डल नि अब त्यहाँबाट बाँडेर हेर्न नि त मैले सरजी म्याडमजी माई भ्युअर्स होइन यसको लागि मैले ग्यास नभएर बालेको त्यही भएर अब कुरो नगरौँ अब भगवान्कोमा पूजाको लागि जस्ट फोकस होइन फोकस गरौँ यता खल्टिनु भएन न त यो जान्छ नि फेरि ओपनिङको बेला हो कि है सो अनि क्यान्डल धेरै युज गर्नुहुन्न अननेसेसरी सो यो निहाल्यौँ है अब आरती अब
अब हजुरहरू पनि क्लोज गर्नु होला होइन, 2 हात जोड्नु होला, त्यो गरौँ है त। Done. Done. अब गर्दै हुन्छ होइन, यसो ढुङ्गो होला है, मेरो कपाल नदलोस्। And the RP has been over. Now I will listen the music and I will do my tasks which my teachers have given to me. Yeah. To you.